नमस्ते, म डाक्टर टिका गुरुङ, गाइनोकोलोजिस्ट एन्ड फर्टिलिटी स्पेशलिस्ट, बात्सल्य पोखरा क्लिनिकबाट। आज म यहाँहरूलाई PCOS एन्ड डायट हामी किन भन्छौँ भन्नेको फर्स्ट पार्टमा भन्न गइरहेको छु। PCOS भएको पेसेन्टहरूमा 60 देखि 70% पेसेन्टहरूमा चाहिँ हामीले इन्सुलिन रेजिस्टेन्स भन्ने सिचुएसन भेट्टाउँछौँ। जसमा के हुन्छ भने तपाईँले खाएको ग्लुकोज कार्बोहाइड्रेट्सबाट मेटाबलाइज भएर ग्लुकोज बन्छ, त्यो ग्लुकोज चाहिँ प्रपरली युटिलाइज हुन पाउँदैन, एउटा कुरा। अर्को कुरा चाहिँ ओबिस PCOSमा फ्याट्स धेरै भएको हुनाले शरीरभरि एउटा इन्फ्लेमेटरी सिचुएसन क्रिएट हुन्छ। अर्को मेल हर्मोनहरू चाहिँ चाहिने भन्दा अलिक ज्यादा भएको हुनाले PCOS पेसेन्टहरूमा सिम्टम्सहरू देखा पर्छ र त्यही अनुसार हामी तपाईँलाई डायट प्लान गर्नु भन्छौँ। PCOS महिलाहरूले हामीले डायट एडभाइस गर्दा के गर्छौँ भने लो कार्बोहाइड्रेट डायट खानु पर्यो, एउटा हाई प्रोटिन लिन मिट भएको खाने, रेड मिटहरू रातो मासुहरू कम खाने, भेजिटेबल्समा सागसब्जी भयो, ब्रोकोली काउलीफ्लावरहरूमा तपाईँले जोड दिनुपर्ने हुन्छ। र यो सुगरी ड्रिङ्क्स कार्बोनेटेड ड्रिङ्क्स भन्छ हामी, कोक, फ्यान्टा, एनर्जी ड्रिङ्क्सहरू कम्प्लिटली तपाईँले अभोइड गर्नुपर्ने हुन्छ। र यदि कफी टी खानुहुन्छ भने त्यसलाई पनि लिमिट गर्नु पर्यो। हाम्रो त अहिले त हाम्रो नेपालमै पाइने तोरीको तेल इज भेरी हेल्दी भनेर आइरहेको छ। आफूले रिफाइन्ड तेलहरू खानुको साटो तोलीको तेलहरू युज गर्ने जङ्क फुडहरू हामी नखाने भन्छौँ होइन। फ्राइड चिकन, पिज्जा, पास्ता, यो मैदाबाट बनेको खानेकुराहरू कम खाने र सिजनल फ्रुट्स एन्ड भेजिटेबलमा जोड दिन हामी सल्लाह दिन्छौँ।